12 र टेन्सहरू सिकाउँदैछु अथवा टेन्सहरूका बारेमा भन्दैछु र यो कुनैमा नेपाली हुन्न, म तपाईँहरूलाई नेपालीमा पनि भन्छु र कुनैमा नेपाली पनि दिया हुन्छ कुनै स्लाइड्समा मैले भनेको मतलब। ल सुरु गरौँ है त यसको। वाट इज टेन्स? टेन्सलाई नेपालीमा काल पनि भन्न सकिन्छ। टेन्स सोज द टाइम अफ एन एक्सन अथवा कालले कुनै काम कहिले भइरहेको छ वा हुने भन्ने देखाउँछ। यसको इक्जाम्पलहरू छ आई इट, आई एट, आई विल इट। तपाईँको यो तिनटैमा तपाईँको यो यसको कार्य एउटै हो। रुक्नु है त्यसो के भयो। यसको कार्य भनेको सबै खाने नै हो। त्यही पनि यो म खान्छु, मैले खाएँ र मैले खानेछु, त्यो डिफ्रेन्स त्यति हो। ल यसको अझै डिप यसकोमा हेरौँ है त, यसको जरसम्म जानु कसरी यस्तो सेन्टेन्स बन्छ। हामीले किन टेन्स सिक्छौँ त? हामीले टेन्स सिक्नुको कारण राम्रोसित बोल्नलाई, राम्रोसित लेख्नलाई र इङ्ग्लिस राम्रोसित बुझ्नलाई। र लास्ट वान अझै पनि धेरै छ यहाँ, तर यो स्लाइड्सको लास्ट वान मेक बेटर इङ्ग्लिस सेन्टेन्सेस, राम्रो सेन्टेन्सहरू बनाउनको लागि। तपाईँलाई अनुसार टेन्स नसिकिकन तपाईँले टेन्स नसिके पनि तपाईँले अरूको सिक्यो भने त्यो अरूको जस्तै तपाईँ सेन्टेन्सहरू भन्न सिक्यो भइगयो भन्नुहुन्छ होला कोहीले, तर त्यस्तो हुन्न। तपाईँले राम्रोसित बोल्नको लागि, राम्रोसित बुझ्नको, इङ्ग्लिस राम्रोसित बुझ्न र बोल्नको लागि टेन्स सिक्नै पर्छ। टेन्स भनेको काल हो। तपाईँलाई काल नबुझिसँग तपाईँले राम्रोसित बोल्न सक्नुहुन्न नेपाली पनि। ल कतिवटा त्यहाँतिर 12वटा टेन्सहरू छन् र त्यो टाइप्सहरूको पनि टेन्सको पनि 3वटा टाइप छ र 3वटामै 4-4वटा टाइप हुन्छ। 3वटा भित्रकै प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स वा वर्तमान काल, भूतकाल र भविष्यकाल। प्रेजेन्ट टेन्समा 4वटा छ अरूको जस्तै सिम्पल प्रेजेन्ट, प्रेजेन्ट कन्टिन्युअस, प्रेजेन्ट पर्फेक्ट र प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस। नम्बर 1 मा छ सिम्पल प्रेजेन्ट। हामीले यसलाई ह्याबिट्स र हाम्रो डेली ह्याबिट्स, हाम्रो बानीहरू र फ्याक्ट हाम्रो र अथवा अरूहरूको फ्याक्ट्सहरू र बानी देखाउनको लागि युज गर्छौँ। यसको फर्मुला सब्जेक्ट प्लस वर्ब र इक्जाम्पल छ आई प्ले फुटबल, म फुटबल खेल्छु। तपाईँहरूलाई म डिफ्रेन्स पनि देखाउँछु सबै सकिसकेपछि यो एउटा गरेर। ल अर्कोमा छ प्रेजेन्ट कन्टिन्युअस। यो भने हामीले यसलाई भइरहेको छ भने हामी प्रेजेन्ट कन्टिन्युअस युज गर्छौँ। अनि यसको फर्मुला सब्जेक्ट प्लस इजिएमआर प्लस भर्ब प्लस आइएनजी, भर्बसँग आइएनजी। अनि यसको इक्जाम्पल छ आई एम प्लेइङ फुटबल, म फुटबल खेलिरहेको छु। नम्बर 3 मा छ प्रेजेन्ट पर्फेक्ट। हामीले भर्खरै सकिसकेको क्रियालाई, हामीले यो भर्खरै सकेको क्रियालाई युज गर्छौँ। यसको फर्मुला सब्जेक्ट प्लस ह्याज प्लस वा ह्याभ प्लस भर्ब 3। यसको एउटा इक्जाम्पल छ आई ह्याभ फिनिस माई होमवर्क। कुनै मान्छेहरूलाई अलिअलि टेन्स आउन सक्छ अनि तपाईँहरूले भन्न सक्नुहुन्छ होला सकिसकेको यो पास हुन पर्ने होइन, यो पास होइन किनभने यसमा आई ह्याभ छ नि त। ह्याभ र ह्याज कहिले फ्युचरमा पनि हुन्छ, पास्टमा कहिले पनि हुन्न। यो ह्याज र ह्याभ यसले कुरा कहिले पनि बरु ह्याड हुन्छ पास्टमा, ह्याज र ह्याभको सट्टा ह्याड हुन्छ पास्टमा, ह्याभ हुन्न। र यो भर्खरै सकिसक्यो भने त, यो पहिला सके होइन नि त यो, त्यही भएर मैले गृह गरिसकेको छु। नम्बर 4 मा छ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस।
हामीले यो चाहिँ अम, हामीले स्टार्ट भयो एउटा एउटा जस्तै क्रिया स्टार्ट गऱ्यौँ। हामीले यसो युज भनेको हामीले एउटा क्रिया स्टार्ट गऱ्यौँ क्रिया, अनि त्यो क्रिया सकेको छैन। जस्तै क्रिया अरे त्यसलाई क्रिया हुन्छ के हो, क्रिया हो कि त्यो के हो कि त्यो क्रिया होला। क्रिया नै हो त्यो। मैले यो टेन्सलाई मैले क्रिया भनेको थिएँ कि जस्तै मैले सोचेको थिएँ तर होइन रहेछ, बिर्सेको थिएँ मैले। अलि कन्फ्युज हुन्छ कहिले कहिले हामीले यो जस्तो तपाईँले क्रिया यस्ता गरौँ भयो नि त, त्यो क्रिया सकेको छैन त्यो बेला तपाईँले यो प्रेजेन्ट पर्फेक्ट कन्टिन्युस युज गर्नुहुन्छ। यसको फर्मुला सब्जेक्ट प्लस ह्याज बिन ह्याभ बिन प्लस भब प्लस आइएनजी, भबसँग आइएनजी। यसको एउटा इक्जाम्पल छ, आई हेभ बिन स्टडिङ फर 2 आवर्स। म 2 घन्टादेखि पढिरहेको छु। ल यो चारवटाको डिफ्रेन्स हेरौँ है त। नम्बर 1कोमा म प्ले फुटबल, प्ले हुन्छ मैले खेलिरहेको छैन भन्छ होइन, मैले खेल्छु। तर यसको यो खेल्छु भनेको एउटा ह्याबिट भयो नि त, यो ह्याबिट वा फ्याक्ट। र यसको आई एम प्लेइङ फुटबल, म फुटबल खेलेको छु, यसले ह्याबिट भनेको छैन, यसले म अहिले के गरिरहेको छु भन्छ। र यसमा मैले गृह कार्य सकाएको छु भनेको तपाईँले यो फुटबल यसमा होइन, यसको यो सुरु गर्दाखेरि मैले फुटबल खेलिसकेको छु पनि हुन्छ। यो गृह कार्यलाई फुटबलले पनि सल्भ गर्न मिल्छ, यसलाई रिप्लेस गर्न पनि मिल्छ, त्यसले खेलिसकेको छु ल हुन्छ त्यसमा त्यही पनि। अनि यसमा तपाईँको अहिले के भएको छ भने होइन नि त, मैले के भर्खरै के गरेँ भन्छ कि यो प्रेजेन्ट पर्फेक्टले, सरी। अनि तपाईँको यसमा हुन्छ नि त यो तपाईँले त्यो जस्तै पर्फेक्टमा तपाईँको भइसक्यो, भर्खरै भएको हुन्छ पर्फेक्टको, तर पास्ट सरी प्रेजेन्ट पर्फेक्ट कन्टिन्युसको चाहिँ तपाईँको सुरु भइसक्यो, कुनै क्रिया सुरु भइसक्यो तर सकेको छैन, त्यसमा चाहिँ पास्ट कस्तो सरी प्रेजेन्ट पर्फेक्ट कन्टिन्युस हुन्छ। ल आई हेभ बिन स्टडिङ फर 2 आवर्स, मैले 2 घन्टादेखि पढिरहेको छु। पास्टको पनि चारवटै छन्, सिम्पल हो सबै, सिम्पल होइन सबैको एउटै हो, त्यही पनि नाम फरक छन्। प्रेजेन्टको पास्टलाई प्रेजेन्ट राख्दा पनि हुन्छ होइन, यसको चाहिँ उ गर्दा नाम मात्रै फरक भएको, सबै कन्टिन्युस पर्फेक्ट कन्टिन्युस पर्फेक्ट कन्टिन्युस सबैको एउटै हो, कन्फ्युज नहुँ भनेर। अनि यसको नि सुरु गरौँ। तपाईँको कुनै कुनै मिसिङ भयो होला त्यहाँतिर, थाहा मलाई। यहाँतिर मैले फुटबल खेलेको त्यसको फुको ऊ छैन कि तल अलि मैले उ गरेको ठाउँमा, त्यही पनि त्यसलाई उ नगर माइन्ड नगर्न, पढेर सुनाउँछु सबै। यसको यो चाहिँ सकिसकेको एक्सन, सकिसकेको क्रिया, फिनिस एक्सनलाई जब तपाईँले कुनै चिज गर्नुभयो, सकिसक्यो त्यो कुरा, कुनै क्रिया गर्नुभयो र त्यो क्रिया सक्यो भने तपाईँले त्यसलाई भन्नको लागि सिम्पल पास्ट युज गर्नुपर्छ। अन्त यसको फर्मुला चाहिँ सब्जेक्ट प्लस भर्ब टु। अनि यसको इक्जाम्पल हो आई प्लेड फुटबल, मैले फुटबल खेलेँ। नम्बर 2मा छ पास्ट कन्टिन्युस, यस हामीले यो कुनै चिज कुनै क्रिया पास्टमा भइसकेको र त्यसमा केही चिज भइरहेको नि त, जस्तै मैले केही गरिरहेको थिएँ, जस्तै मैले मोबाइल हेरिरहेको थिएँ। तपाईँलाई यो प्रेजेन्ट कन्टिन्युसलाई मैले प्रेजेन्ट कन्टिन्यू भइरहेको छैन, मैले गरिरहेको छु, मैले मोबाइल हेरिरहेको छु, तर यसमा मैले मोबाइल हेरिरहेको थिएँ हुन्छ नि त्यसरी। जस्तै तपाईँको यो प्रेजेन्टलाई पास्टको प्रेजेन्टलाई हामीले यसमा पास गर्न मिल्छ। अलि नबुझ्ने खाले छ त्यो, अलिक गाह्रो छ बुझ्नको लागि, त्यही पनि त बिस्तारै बिस्तारै हुन्छ। यसको एउटा इक्जाम्पल छ आई वाज प्लेइङ फुटबल, म फुटबल खेलिरहेको थिएँ, सरी।
Past perfect. यसको युज फिनिश बिफोर अनदर पास्ट एक्सन। यो चाहिँ सकिसकेको कुनै क्रियाभन्दा अर्को क्रियाभन्दा अगाडि सकिसकेको क्रिया। अर्को क्रिया छ त्योभन्दा अगाडि यो क्रिया सकेको। यसको फर्मुला चाहिँ सब्जेक्ट प्लस ह्याड प्लस भर्ब 3। यसको एउटा इक्जाम्पल छ आई ह्याड इटेन बिफोर स्कुल। मैले विद्यालय जानु अगाडि खाएको थिएँ। यस्तो के हुन्छ भने मैले विद्यालय बिफोर विद्यालय एउटा क्रिया चाहिँ भएन, त्यो एउटा नाउन हो। के पनि तपाईँको कुनै एक्सन भयो नि त यो। मैले केही खाएको थिएँ, यहाँ छ नि त खाएको थिएँ। मैले विद्यालय जानु अगाडि खाएको थिएँ। मलाई कस्तो एक्सप्लेन गर्न आएन के। पास्ट पर्फेक्ट कन्टिन्युअस। सरी है त एक प्रकार नजाइरा। यसको युज चाहिँ कन्टिन्युइङ एक्सन बिफोर अनदर पास्ट भनेको एउटा एक्सन भइरहेको थियो त्योभन्दा अगाडि पनि। आई हेभ बिन स्टडिङ फर 2 hours। वाट एउटा भयो क्या हो यो पनि। आई ह्याड अलि फरक छ त्यही पनि। आई ह्याड बिन स्टडिङ फर 2 hours। म 2 घन्टादेखि पढिरहेको थिएँ। मैले जसको चाहिँ एउटा भइरहेको क्रिया अगाडि अर्को क्रिया। तपाईँलाई यो पछि थाहा हुन्छ राम्रोसित गर्दाखेरि। कम्पेयर गरौँ है त सबैको। यसमा मैले फुटबल खेल्ने सकिसक्यो। यसको सकिसक्यो यो यसको त्यो सकिसक्यो। अहिले यो सकिसकेको क्रियालाई हुन्छ यो क्रिया 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 भन्दाखेरि काल क्रिया लेखेर राख्नु पर्यो मेरो त बेला बेलामा बिर्सिन्छ। यसको क्रिया सकिसक्यो। हामीले पहिला के गरिरहेको क्रिया सकिसक्यो र पास्ट कन्टिन्युअसको चाहिँ छ म फुटबल खेलिरहेको थिएँ। त्यो मैले पास्टमा गरिरहेको थिएँलाई पास्ट कन्टिन्युअस युज हुन्छ। पास्टमा केही कुरा गरिरहेको थिएँ चिजमा कि कुनै क्रिया गरिरहेको चिजमा पास्ट आउँछ, पास्ट कन्टिन्युअस आउँछ पहिला गरिसकेको थिएँ। र पास्ट पर्फेक्टमा आई ह्याड इटेन बिफोर स्कुल। तपाईँको त्यो डिफ्रेन्स हेर्नुभयो भने मैले जानु अगाडि खाएको थिएँ नि त। मैले स्कुल जानुभन्दा अगाडि खाएको थिएँ। अनि स्कुल म गइसकेँ। स्कुल गइसकेँ र खाना पनि स्कुलभन्दा अगाडि खाइसकेँ। मैले के बोडिज गर्नु पर्यो ऊ गर्नुको लागि अब। र अनि यसमा छ अब पास्ट पर्फेक्ट कन्टिन्युअस। आई ह्याड बिन स्टडिङ फर 2 hours। यो प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस भन्दा सेम छ तर यो ह्याड बिन र ह्याभ बिन डिफ्रेन्ट छ। ह्याड बिन मैले अघि नै भने ह्याड जहिले पनि पास्टमै हुन्छ। अरूमा कुनै पनि ह्याड आउँदैन किनकि त्यो ह्याड भनेको पास्टमा हो। अनि वर्तमानमा र भविष्यमा तपाईँले ह्याज र ह्याभ युज गर्नुहुन्छ। अनि यसमा मैले अघिदेखि 2 घन्टा अगाडिदेखि मैले जस्तै मैले 2 घन्टा अगाडि 2 घन्टादेखि पढिरहेको थिएँ भने नि त। जस्तै मैले 2 घन्टा अगाडिदेखि भिडियो बनाउँदै थिएँ पनि हुन्छ यसमा। र अर्को छ लास्ट टेन्स। 3टा टेन्स छ र लास्ट हो टेन्स। यसमा नै 4वटा अरूको जस्तै। फर्स्टमा छ यसको सिम्पल फ्युचर। हामीले फ्युचर एक्सन यो भविष्यको एक्सनलाई युज गर्छौँ। हामी भविष्यको एक्सनमा युज गर्छौँ। यसको फर्मुला सब्जेक्ट प्लस विल प्लस भर्ब। यसको एउटा इक्जाम्पल छ आई विल प्ले फुटबल। म फुटबल खेल्नेछु। म फुटबल खेल्नेछु। आई विल प्ले फुटबल। मैले भविष्यमा गर्ने काम के यसलाई हुन्छ नि त्यो फ्युचरको एक्सन मैले के गर्छु भनेर
हो त्यसमा युज हुन्छ यो। र नम्बर 2 मा छ फ्युचर कन्टिन्युअस। यसको चाहिँ एक्सन क्रिया ह्यापनिङ इन द फ्युचर टाइम। जस्तै जस्तै तपाईँले कहिले कहिले सोच्नुहुन्छ होला म यो टर्नमा गयो भने यो कुरा सम्झिन्छु, म यो कुरा सम्झिनेछु हुन्छ नि त। जस्तै म स्कुल पुगेपछि म स्कुलमा एउटा स्पिच दिने गर्छु ल, वा टिचरलाई केही माग्छु, अथवा मैले स्कुलमा गएर पढिरहेको हुनेछु र यो बेला म सम्झिन्छु भन्छ नि त कहिले कहिले हाम्रोमा, हो त्यस्तै युज हुन्छ कि। तर सम्झिन पनि होइन, यो सम्झिनु मैले इक्जाम्पलमा दिएको हो, त्यही पनि यो सम्झिनु जहिले पनि आउँदैन। र यसको फर्मुला सब्जेक्ट प्लस विल बी प्लस भर्ब प्लस आइएनजी। र यसमा विल वा वुड हुन्छ, विल वा वुड। फ्युचर पर्फेक्ट युज बिफोर फिनिस बिफोर अ फ्युचर टाइम भनेको यसको फर्मुला चाहिँ यसको युजलाई फेरि भन्छु म। फिनिस बिफोर अ फ्युचर टाइम भनेको सकिसकेको सकेको भन्दा अगाडि चाहिँ सकेको भन्दा अ फ्युचर टाइम के भविष्य मैले यो गरिसकिसकेको हुन्छ। जस्तै जब 5 बज्छ म फुटबल खेलिसकेको हुन्छु। जस्तै जब 12 बज्छ, जब रातिको 5 बज्छ वर्ल्ड कप सकिसकेको हुन्छ। त्यस्तो हुन्छ नि, त्यो एक्जाम्पल हो। अर्को एक्जाम्पल छ आई विल ह्याभ फिनिस माई होमवर्क। यसमा टाइम दिएको छैन, त्यो पनि हामीले यसमा टाइम पनि एड गर्न मिल्छ। हो टाइम चाहिँ यसमा कन्टिन्युसमा हुन्छ होला, हुन्छ। र फ्युचर पर्फेक्ट कन्टिन्युसमा हामीले हामीले यो युज जस्तै कन्टिन्युइङ अन्टिल अ फ्युचर टाइम भइरहेको छ। जस्तै तपाईँले अहिले कुन चिज गरिरहनु भएको र तपाईँले यो चिज फ्युचर भविष्यसम्म गर्ने हुनुहुन्छ नि त, त्यसलाई यो फ्युचर नम्बर 4 को फ्युचर पर्फेक्ट कन्टिन्युस हुन्छ। यसको फर्मुला सब्जेक्ट प्लस विल ह्याभ बिन प्लस भर्ब प्लस आइएनजी। विल ह्याभ बिन मैले भनेको थिएँ, तपाईँहरूलाई फेरि भन्दैछु, यो तेस्रो वा चौथो टाइम हो मैले तपाईँलाई भनेको। फ्युचरमा पनि ह्याभ भइरह, हेर्नुहोस् ह्याभ भइरह, अथवा ह्याज पनि आउँछ कहिले कहिले, ह्याज पनि आउँछ। र ह्याज तपाईँको फ्युचर र प्रेजेन्टमा ह्याज र ह्याभ आउँछ, त्यति भन्दैछु म, अर्कै होइन। आई विल ह्याभ बिन स्टडिङ फर 2 आवर्स। म 3 घन्टादेखि पढिरहेको हुनेछु रे। र कम्पेयर टाइम म फुटबल खेल्नेछु, मैले गर्ने फ्युचरमा के गर्ने भनेर जस्तै के याद गर्ने, मैले यो के गर्छु के गर्छु भन्छ नि, हो त्यसलाई सिम्पल फ्युचर युज हुन्छ ल। म 8 बजे पढिरहेको हुनेछु। मैले यसको एक्जाम्पल भनेको छैन होला मैले। आई विल बी स्टडिङ एट 8 PM। म 8 बजे पढिरहेको हुनेछु अनि तपाईँको म यो टाइममा म यो टाइममा जस्तै 8 बजे म पढिरहेको हुनेछु। जस्तै तपाईँको 8 बज्ने बित्तिकै म पढिरहेको हुनेछु पनि हुन्छ, र म 7 बजेदेखि पढिरहेको छु र म 8 बजेसम्म पढिरहेकै हुनेछु, त्यस्तो। र नम्बर 3 को एक्जाम मैले गृह कार्य सकाइसकेको हुनेछु। आई विल ह्याभ फिनिस माई होमवर्क। मैले गृह कार्य सकिसकेको हुनेछु भनेको
तपाईँको सरी सरी है त्यसमा के भयो होला कि मलाई ल के म्युट भएको थियो त्यसलाई सरी। र तपाईँको यो चाहिँ कुनै चिज फ्युचरमा सकिसकेको भविष्यमा सकिसकेको कामलाई कम एक्सप्लेन वा युज भन्नलाई हामीले नम्बर 3को फ्युचर पर्फेक्ट युज गर्छौँ। र नम्बर 4कोमा फ्युचर पर्फेक्ट कन्टिन्युसमा हामीले म 3 घन्टादेखि पढिरहेको हुनेछु। र तपाईँले जस्तै अहिले जस्तै आज सन्डे छ ल सन्डे छ आज र सन्डे 9 बजे छ अहिले सन्डे 9 बजे तपाईँले स्टार्ट सुत्ने भएर सोच्नुभयो त एकचोटि म भोलि म भोलि 3 घन्टादेखि पढिरहेको हुनेछु उठेर खाना खाइसकेपछि म 3 घन्टा ल 6 घन्टा ल एक्जाम्पल लिएर 10 घन्टै पढ्नु ल 10 घन्टालाई पढिरहेको हुनेछु। अनि म एकछिन त बाहिर गएर हावा खाने ब्रेक गर्ने बिचमा ब्रेक लिएर बस्छु त्यस्तै भन्दा नै भइगयो नो प्रब्लम। र कम्पेयर टेन्स एक्जाम्पलको ल प्रेजेन्ट र पास्ट यसको चाहिँ टेन्सको कालको यहाँ छ र तपाईँको एक्सन चाहिँ यहाँ छ क्रिया यहाँ छ। प्रेजेन्ट पास्ट फ्युचर प्रेजेन्टमा आई प्ले हुन्छ र पास्टमा आई प्लेड र सिम्पल जस्तै अरूको जस्तै फ्युचरमा आई विल प्ले। तपाईँको एउटा क्विक टेस्ट लिउँ है त सानो टेस्ट लिउँ। मैले सबै मिक्स गरेको छु कुनै कुनै मिक्स छैन मिक्स गरेर पनि अलि अझै मिक्स गरेछ मैले ल हेर्नुहोस् ल नम्बर 1मा छ तपाईँले कमेन्टमा पनि गर्नु होला है त कमेन्टमा टाइप गर्नु होला नम्बर 1मा आई विल ट्राभल टुमरो कुन टेन्स होला नम्बर 1को आई विल ट्राभल टुमरो। एकछिन टाइममा दिन्छ तपाईँलाई 10 सेकेन्ड। ल 10 सेकेन्ड भयो तपाईँले त्यो कमेन्टमा भन्नु होला म अहिले भन्दिनँ तपाईँको अर्को भिडियोमा भन्छु म अर्को भिडियोमा भन्न अहिले भन्छु ल अहिले लास्टमा भन्छु। नम्बर 2मा छ आई एम इटिङ राइस अथवा म खाना खाइरहेको छु लाइक कुन काल हो त्यो कुन टेन्स हो प्रेजेन्ट पास्ट फ्युचर कुन हो कि त्यो 10 सेकेन्ड यसको लागि पनि। ल टाइम्स अप अथवा तपाईँले 3 त एकचोटि कमेन्ट गर्न सक्नुहुन्छ र नम्बर 3को छ सी प्लेड फुटबल 10 सेकेन्ड। र तपाईँलाई यो टाइम अप तपाईँले भिडियो पज गरेर पनि सबै गरेर गर्न सक्नुहुन्छ र आजको लागि प्र्याक्टिस अझै रहेछ कुरा रहेछ यसमा तपाईँको कमेन्टमा टाइप गर्नु होला सबैको 3 वटा र म कमेन्टमा सबैलाई रिप्लाई गर्छु कुन चाहिँ कसको राइट र रङ छ म अवश्य कमेन्ट रिप्लाई गर्छु सबैको हरेक एउटा इभन इफ देयर इज 1 करोडजना मान्छेले कमेन्ट गरे पनि म सबैको रिप्लाई गर्छु ल त्यो मेरो भाषा भयो ल प्र्याक्टिस गरौँ नि त चेन्ज इन्टु पास्ट टेन्स एउटा पनि कमेन्टमै गर्नु आई प्ले फुटबल सी गोज टु स्कुल यिनीहरू पास्टमा यो प्रेजेन्ट छ र यसलाई अब तपाईँहरूले पास्टमा गर्नु पास्टमा चेन्ज गर्नु आई प्ले फुटबल र सी गोज टु स्कुल 10 सेकेन्ड यसको लागि पनि त वा भिडियो पज गर्नुहोस्। टाइम्स अप र अर्को छ चेन्ज इन्टु फ्युचर यो अर्को दुईटालाई फ्युचर टेन्समा कन्भर्ट गर्नु त आई स्टडी इङ्ग्लिस डे इट राइस तपाईँले भन्नुहोस् होइन वा कमेन्ट गर्नुहोस् मनमा नै भन्नुहोस् वा इन्डिभिजुअली
आई स्टडी इङ्ग्लिस हुन्छ नि, जस्तो तपाईँको त पासमा आई स्टडिड इङ्ग्लिस हुन्छ नि, त्यसरी भन्नुहोस् वा अथवा कमेन्ट गर्नुहोस्, भन्नुहोस् पनि कमेन्ट पनि गर्नुहोस्, दुइटै गर्नुहोस् ल। यसको पनि 10 सेकेन्ड। टाइम्स अप। अर्को कमेन्ट जान्छ त समरी। हामीले सबैको कुन कुन गराएको त 12 टेन्स कभर गरिसक्यो, चेक। 4 प्रेजेन्ट चेक, 4 पास्ट चेक र 4 फ्युचर चेक। एउटा चिज तपाईँहरूलाई 4 चिज छ, 4 चिज तपाईँहरूले याद गर्नुपर्ने। सिम्पलमा सिम्पल एक्सन हुन्छ, सामान्य एक्सन, कन्टिन्युअसमा कन्टिन्यू भनेको भइरहने नामै हो तिनीहरूको, र पर्फेक्ट कम्प्लिटेड एक्सन तपाईँको भइसकेको एक्सनलाई हुन्छ पर्फेक्ट हुन्छ, र पर्फेक्ट कन्टिन्युअसलाई चाहिँ भइरहने, अलि लामो समयसम्म भइरहने काललाई पर्फेक्ट कन्टिन्युअस भन्छ। र आजको लागि यति नै। तपाईँहरूलाई कुनै पनि क्वेसन छ भने तल कमेन्टमा गर्नु होला, कमेन्टमा टाइप गरेर सबै कुन कुन क्वेसन तपाईँहरूलाई क्वेसनहरू छ त कमेन्टमा हाल्नु होला, र अर्को भिडियोमा म कमेन्टमै तपाईँहरूलाई रिप्लाई गर्छु। अनि तपाईँहरूलाई आउँछ भने, अलिअलि आएको छ भने तपाईँहरूले मलाई अर्को भिडियोको लागि जस्तै 50 वा इभन 100 तपाईँहरूको म कमेन्ट पढेर सबैको एड गर्नवाला छु। जस्तै तपाईँले इङ्ग्लिसमा लेख्दै पनि हुन्छ, सबै मस्त सबैसँग इङ्ग्लिस किबोर्ड हुन्न, नेपाली किबोर्ड हुन्न, नेपाली टाइप गर्न आउँदैन, टाइम लाग्छ भने तपाईँले नेपालीमा इङ्ग्लिसमा मात्रै टाइप गर्नुहोस् होला। अनि करेक्ट छ भने तपाईँहरूलाई म करेक्ट भन्छु, करेक्ट पिक भनेर रिप्लाई गर्छु। त्यो भनेको चाहिँ मैले तपाईँहरूको कमेन्ट पढिसकेँ, तपाईँको करेक्ट पनि छ, र तपाईँको पिक म त्योलाई मेरो सेन्टेन्सहरूमा एड गर्छु। धन्यवाद। आजको लागि यति नै हो। धन्यवाद। धेरै नै राम्रो भयो आज त।